नमस्कार। अनिष्टाङ्गी अफिसियल युट्युब च्यानलमा यहाँलाई स्वागत छ। मूल परेको भनेको के हो भनेर प्राय मलाई धेरैजनाले सोध्ने गर्नुहुन्छ। आज म यसको बारेमा हजुरहरू समक्ष वर्णन गर्न जाँदैछु। हाम्रा 27औं नक्षत्रमध्ये कुनै पनि बच्चाको 19औं नक्षत्रमा जन्म भएमा मूल भेटेको वा मूल परेको भनिन्छ। प्राय आज यसलाई दाङ सल्यान रुकुमतिर यसलाई स्थानीय भाषामा मूला परेको पनि भनिँदो रहेछ। मूल 3 लोकमा विराजमान हुन्छन्, जस्तै श्री स्वस्थानी व्रतकथामा वर्णन गरेको छ स्वर्ग मर्त्य पाताल भनेर। यी 3 लोकमा 4-4 महिनाको दरले यी विभाजित हुन्छन्। यो हाम्रो पृथ्वी लोक जहाँ मनुष्यको बसोबास हुन्छ, यहाँ चाहिँ कुन कुन महिनामा पर्छन् भनेपछि 4 महिनामा पर्छन्। यी महिनाहरू कार्तिक, पुष, चैत, साउन महिनामा यदि कुनै पनि बच्चाको 19औं नक्षत्रमा जन्म भएमा मूल परेको वा मूल भेटेको भनिन्छ। यो मूल परेमा एकदम आत्तिने डराउनु पर्ने कुनै हुँदैन। यसमा पनि 4 पाउ हुने गर्दछन्। पहिलो पाउ परेमा पितालाई हानि गर्छ भने दोस्रो पाउ परेमा मातालाई हानि गर्छ, तेस्रो पाउ परेमा धन सम्पत्तिलाई हानि गर्छ भने चौथो पाउ परेमा असाध्यै राम्रो गर्छ। जुन मूल परेको बच्चा छ त्यसलाई असाध्यै राम्रो गर्छ। स्वयं बच्चालाई नै राम्रो गर्छ, कुनै पनि दोष लाग्दैन। मूल परेको पृथ्वी लोकमा हुँदा पनि चौथो पाउमा परेमा सामान्य सुस्ती शास्ती गर्दा हुन्छ, फलिफाप हुन्छ। मूल परेमा आत्तिने डराउने भन्दा विज्ञ ज्योतिषलाई देखाएर परामर्श लिने, यसका पनि छुट्टै विधि विधान हुने गर्छन्। डराउने आत्तिने गर्नु पर्दैन। अब जन्मने बच्चाको दोष हुँदैन, हामी चाहिँ ऊ चाहिँ अज्ञान हुन्छ। हामी चाहिँ जो जन्म लिइसकेका छौँ उसका अभिभावक हम ठुला भइसकेका छौँ। उहाँले चाहिँ यस विषयमा विज्ञ ज्योतिषसँग बुझेर राम्रोसँग सल्लाह गरेर यसको स्वस्ति शान्ति गराइदिँदा राम्रो हुन्छ। डराउनु पर्ने यसमा कुनै कुरा हुँदैन। हस् त, नमस्कार। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि अनिष्टाङ्गी अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।